यो निर्माणाधीन अवस्थामा रहेको तम्मोर नदी स्थित लुमुघाट मोटरेबल पुल निर्माण सम्पन्न भएपछि यो पुलले सम्भवतः नेपालमै सबैभन्दा छोटो दूरीमा 2वटा जिल्लाको सदरमुकामलाई जोड्नेछ। पुल निर्माण भइरहेको यो नदीवारी पाँचथरको कुम्माया गाउँपालिका हो भने पारिपट्टि तेह्रथुमको म्याङलोङ नगरपालिका हो। पाँचथर सदरमुकाम फिदिमदेखि कुम्माया गाउँपालिका 5 भुल्केसम्मको तमोर कोरिडोर सडकको दूरी करिब 45 किलोमिटर छ, तर यहाँबाट तेह्रथुम सदरमुकाम म्याङलोङको दूरी केवल 19 किलोमिटर मात्र छ। यो पुल बनिसकेपछि यहाँका स्थानीय पाँचथर सदरमुकाम फिदिमभन्दा तेह्रथुम सदरमुकाम म्याङलोङ छिटो पुग्नेछन्। त्यसैले निर्माणाधीन लुमुघाट मोटरेबल पुल केवल तम्बर नदी माथिबाट सवारी साधन आवत जावत गर्ने मात्र होइन, दुई जिल्ला बीचको सम्बन्ध सेतु पनि हो। यो पुल निर्माण भइसकेर सञ्चालनमा आएपछि मानिसहरूलाई आवत जावतमा सहजता मात्र हुने छैन, दुई जिल्ला बीचको व्यापारिक सम्बन्ध समेत थप सुदृढ हुनेछ। तर यो पुलको कथा भने अलि लामो छ। यो पुल निर्माण हुन थालेकै 15 वर्ष पुरा भएको छ। परिवर्तनशील दुनियाँमा 1.5 दशकको समय अवधि चान्चुने होइन, तर यतिका वर्षमा पनि यो पुल निर्माणको भौतिक प्रगति भने 60% पेरिफेरी मात्र देखिन्छ। विक्रम सम्वत 2068 असार 26 गते सडक विभाग मातहतको पुल सेक्टरको 17 करोड लागतमा यो मोटरेबल पुल निर्माणको लागि 3 वर्षमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो। यद्यपि पुलको जग खन्ने क्रममा 10 मिटरको गहिराइमा ढुङ्गा भेटिएपछि पुनः सोइल टेस्ट गरेर रिडिजाइन गर्ने विषयमा समस्या उत्पन्न भएपछि पुल निर्माणले गति नलिएको बताइन्छ। लामो समय अलपत्र अवस्थामा रहेको पुलको पुनर्निर्माणको लागि 1.5 वर्ष अघि पाँचथर र तेह्रथुम दुवै जिल्लाका जनप्रतिनिधि र सरोकारवालाहरूको पहलपछि पुलको पुनर्निर्माण सुरु गरिएको थियो, तर अझै पनि निर्माण कार्यले अपेक्षाकृत गति भने लिएको देखिँदैन।